Hello guys, welcome to new vlog. आज 2082 साल पुस हिजो पुसको 10 गते थियो। आज चाहिँ पुसको 11 गते हो। अनि हजुरले थाहा छ भोलि छुट्टी हो। आज शुक्रबार हो। आज भोलि चाहिँ शनिबार हो। अनि भोलि आराम गर्नुपर्छ। भोलि मेरो ग्रेडिङ हो है। के रे भोलि माइक दाको ग्रेडिङ हो। अनि हेलो गाइस, म भोलि टेक्वान्डोको ग्रेडिङमा जान्छु। ग्रेडिङ भनेको चाहिँ अब म नयाँ बेल्टमा जान्छु। अहिले म ब्लू बेल्ट छु। अब म हाफ रेड बेल्टमा जान्छु। गाइस, म भोलि घरमा हुँदिनँ, त्यसको लागि आज म भाइसँग सँगै बसेर टिभी हेर्दैछु। आज गुड फ्राइडे मनाइरहेको हामीले। आज म चाँडै आएको गाइस। आज हामीहरू भोलि छुट्टी हो भनेर हाम्रो गरेर टिभी हेरेर आज चाहिँ म छिट्टै आएको। पपकर्नहरू मात्रै खाएर अनि आज एसबिआईमा आएको। अङ्गादी पनि हुनुहुन्थ्यो। अङ्गादीको घर एसबिआईमा पनि आयो। अनि एसबिआईमा कति मजा आयो। धन्यवाद गाइस, बाई बाई। हामीहरू टिभी हेर्छौँ। भोलि मेरो ग्रेडिङ छ। अनि म भोलि बिहानै टेक्वान्डो जानुपर्छ। टेक्वान्डो क्लासमा जानु पर्यो। टेक्वान्डो सरले हामीहरू सबैलाई ग्रेडिङमा लाग्नुहुन्छ। हजुरहरू हेर्दै जानु। म जसरी नै पास हुन्छु, जसरी नै अर्को बेल्ट लिएर नै आउँछु। भाइ, तिमीलाई के लाग्छ मेरो अर्को बेल्ट आउँछ कि आउँदैन? मेरो अर्को बेल्ट आउँछ कि आउँदैन होला? कसरी? होइन के, मैले ग्रेडिङ गरेर आएपछि मैले बेल्ट पाउँछु नि अरू बेला। योपालि मैले बेल्ट पाउँछु कि पाउँदिनँ? पाउँछौ। हो, थ्याङ्क यू। अल द बेस्ट दादा। थ्याङ्क यू मयुर। वेलकम गाइस। भोलि टुमरो, आज टुडे हो। भोलि पनि आज भयो भने टुडे इज स्याटरडे। आज टुडे इज फ्राइडे हो। अनि मैले न्यू घडी ल्याएको, पहिला बाटो ल्याएको हो। हिजो के अरे बाटो चुज बिग्रिन्छ। बत्तीमा चाहिँ पुत्रै बल्छ अनि बाटो लेखेको छ हो। ल बाबाले पछाडि बसाएर के अरे चितवन, पहिलादेखि चितवन लग्दा फेरि पछाडिबाट गर्नु भएको छ नि काकामा। अनि के अरे बल अनि म चाहिँ गरेको थिएँ। तिमी के भन्छ अरे आमा अस्ट्रेलिया लिन जाँदा है? जान त के है? कसको लागि? हेलो गाइज, आज केही समस्याले गर्दा मेरो ग्रेडिङ क्यान्सल भएको छ। त्यसकारण आज हामी आमा छोरा, म त छोरामा म र भाइ घरमै बसिरहेछौँ। अनि त्यही पपकर्न खाइरहेछौँ। हामीले आज नुहाइ गऱ्यौँ, क्रिम लगायौँ, भेसलिन लगायौँ। अनि सफा भएर राम्रो लुगा लगाएर बसिरहेका छौँ। भाइले पपकर्न खाँदैछ, मजा आइरहेको। यहाँ कस्तो मिठो पपकर्न छ। मयुर, अनि तिमीलाई के मनपर्छ अरे चढ्नको लागि? तिमीलाई के चढ्न मनपर्छ अरे? बाइक हो। तिमी के चढेर बाँच्न थालेको? बाइक। ठुलो बाल के चढाउनु भयो है? हेलो गाइस, जो मेरो चरा हो, हेर्नुहोस् त क्या मजाले खेलिरहेछ। यसको नाम जङ्गे हो। जङ्गे आऊ, जङ्गे आफ्नै धुनमा छ, रमाइरह आफै। यसले खाने डेली फुड भनेको चना नै हो। उसले चना मनपर्छ एकदम। जङ्गे बाई भन। जङ्गे बाई भन। बाई भन जङ्गे। गाइजलाई बाई भन। बाई भन। आनन्दले
खाइरहेछ गाइस हाम्रो घर बाहिर यस्तो देखिन्छ यो हेर्नुहोस् यो चाहिँ हाम्रो घर यो हेर्नुहोस् वेदर देख्नमा धेरै चिसो छ क्या राम्रा राम्रा मेवा फलेको छ खाँदा पक्कै पनि मिठो हुन्छ होला यी हेर्नुहोस् त क्या राम्रो फलेको छ यो मेवा भयो यहाँतिर मेवाको साइडमा देखिरहनु भएको यो अम्बाको बोट हो गाइज मेरो ब्लग हेरिदिनु भएकोमा धन्यवाद आजको लागि यति नै हामी मिलाउला अर्को ब्लगमा बाई बाई